साले उकालो जग्गा है पानी घटाको पुल भन्दा त अक्को लाग्यो मलाई यो उहाँले पनि बनाउनुहुन्छ भिडियोहरू यो बुढी रेडी भएको अहिलेदेखिको होइन यो चाहिँ मामाले जान आँटेको आमाको माइत हामी चाहिँ अहिले बुकुलुङको बाटो भएर जाँदैछौँ है यसो बुकुलुङ पनि मेरो वाइफलाई देखाइदिउँ भनेर बाटो भएर जाँदैछु ड्रिम पुरा भयो फाइनली हामी आइपुग्यौँ अहिले ज्ञापन ड्रिम भगतवीर तामाङ पुल जुत्ता झर्ला नि तेरिका यो चाहिँ बालासन खोला है तल ल है हामीहरू मामली घर आइपुग्यौँ है फोगडी लगभग मेरो वाइफ चाहिँ 4 सालको बादमा आएको होला है म चाहिँ आइरहन्छु हो आइरहन्छु र हामी फाइनली फोगडी आइ नै पुग्यौँ र यो चाहिँ मेरो जेठा मामाको घरमा आइसकेको छु हामी अन्त यहाँ चाहिँ हाम्रो हुनुहुन्छ सिलास दा जेठा दाजु है यता भाउजू ल नमस्ते 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 ल भाउजू नमस्ते हाम्रो यता भाउजू यता सिलास दा हाम्रो के हो तपाईँको त पुरा उयो दारी फुलेछ त होइन यो उमेरले फुलेको होइन कि यो त हेरिडिटी हो साथीहरू यहाँ चाहिँ हाम्रो जेठा मामा हुनुहुन्छ यहाँ हाम्रो जेठा मामा माइजू कता आउँदैछ ल माइजू माथि गएर आउँदैछ ल यता हाम्रो माइजू यता चाहिँ हो करण दाजु अन्त ठिकै हुनुहुन्छ एकदम ठिक छ है साथसाथमा कुकुर पनि रहेछ खतरा रहेछ त कसको यो मैले देखाउनै बिर्सेछु त्यो चाहिँ लोकल कुखुराको हो झोलसँग चाहिँ भात खाइयो र भात खाएर टन्नै भएर उकालो हिँड्दैछ हामी हो नमस्ते मामा सन्चै हुनुहुन्छ मामा चिनेन क्या तिमीले ए माइजो यता यता पनि माइजो हो यो सबलाई सन्चै हुनुहुन्छ है ए ल यता हाम्रो भाउजू हेर भाउजूलाई त म देखिरहेको भिडियोमा है उहाँले पनि बनाउनुहुन्छ भिडियोहरू हेलो हेलो आउँदैछु दाजु जाउँ जाउँ ए ल जाइपछि कारण दाजुसँग उकालो जाँदैछु है आयुल मामा यो हेर त लु आहा हो ल मलाई त ढोकेन यसले ल दाजु बहिनी ल ल खेल्नु है ल को छ घरमा बोजू ए ल माइला मामाको घर आइपुगिसकेको छ हामी ल जमेसी ल ठिक छ मेरो बिर्स्यो अरे
भन्दै थियो अरे उसमा गएको छ चाँडै हातमा गएको छ कहाँ हाट्थे मान्छेलाई बजार लाग्छ हामी आएको छ भनेर कसरी थाहा भयो तपाईँलाई बजार लाग्छ नि त हामी आउँछ भनेर थाहा थियो थाहा थिएन नि बल्ल बल्ल हेर कति उसमा आयो कहिले आएको कहिले आएको अस्ति आएको नि जनवरीको लास्टमा आएको भेटेर लाग्नु अन्त अप्सराले भन्यो होला नि म त भेटिरहन्छ भेट्नु फोनमा मात्रै म त बिर्सेछ हेर यहाँ हेर बिर्सेछ हामीलाई भन्दै थियो मलाई कहाँ बिर्सिनु सम्झेर आएको बिर्सिनु भयो त हेर्नु मन साँच्ची त हेर्नु लागिरहेको थियो खै आइलको साथीको नाम के हो अरे यहाँ गड ब्लेस यु फोटोमा बात को अरे साङडु कस्तो हेर्नु यता फरेन दाजु यता आइल भाइ यो फगडी टी गार्डनको दृश्य यो गाउँ हो फगडी 9 नम्बर रात पर्न आँट्यो चिया पिउँदै बुढी पछि मामा आइपुग्नु भएछ हामी जाने बेलामा आउनु भएछ फेरि हो कस्तो ढिलो लो जय मेसी त्यो ल गाइस हामी लागेको अब अँधेरो हुन आँटिसक्यो है अन्त हामी चाहिँ अब 3 जना आएको थियौँ हो अहिले चाहिँ बढेको छ 6 जना भएको छौँ हामी हो टोटल 6 जना चाहिँ अब हामी जाँदैछौँ है मामा र माइजूलाई पनि लगेर गएको आइललाई हो जुम पारेर चाहिँ सुराएर चाहिँ लगेर गएको अब हो साह्रै भयो नि त आउँदै आउँदैन हो र पालो हामी चाहिँ हल्का फकाइ फुस्लाई गरेर चाहिँ माइजूलाई मनाइहालेँ अन्त आइल त चम्किरहेको थियो होइन अन्त मामालाई पनि सुराएर लगेको कता गयो चाला लक गर्दैछ हो म जाँदिनँ भन्दै थियो नि त होइन हा दिनु न हौ कहिले काहीँ त कहिले आएको छैन कति भइसक्यो भनेर चाहिँ हामीले अब बुहारीले भनेपछि सुन्छ मानिहाल्छ हो अन्त आइल पनि खुसी छ हुन्छ भाउजू बाई बाई ल है लाग्यौँ है फगडीबाट भनेको पनि कति भइसकिसक्यो है ल यी हेर्नुहोस् न कोसेली भक्कु टन्नै बोकेर जाँदैछ हामी चाहिँ बडाबडी अब बस्ने गरी आउँछु ल 1 हप्ता बस्छु राख्नुपर्छ ल आम्माम त्यत्रो आउँछ राम्रो रहेछ त है ल फगडीलाई बाई बाई आम्माम कति दामी